12 नेपाली महिलाको टोलीले विश्व प्रसिद्ध ग्रेट हिमालयन ट्रेल GHT पदयात्रा सुरु गरेका छन्। सोमबार ताप्लेजुङको सदरमुकाम फुङलिङबाट पाथिभरा देवीको दर्शन गरी कञ्चनजङ्घातर्फ प्रस्थान गरेका हुन्। ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको करिब 1700 किलोमिटर लामो यो पथमार्ग विकट भूगोल, उच्च उचाइ र प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण मानिन्छ। सिन्धुपाल्चोक, पाँचपोखरी, थाङपाल्की पर्वतारोही माया गुरुङको नेतृत्वमा पर्यटन, प्रबन्धन तथा अध्ययन अवलोकनका लागि पदयात्रा सुरु गरिएको हो। गुरुङका अनुसार नेपाली महिलाको सहभागिता बढाउन र देशलाई महिलाको साहसिक पहिचान दिलाउन यो यात्रा गरिएको हो। टोलीमा 19 देखि 45 वर्ष उमेर समूहका गाइड भरिया लगायत भूमिकामा आबद्ध महिलाहरू सहभागी छन्। सहभागीहरूमा सिन्धुपाल्चोककी सङ्गीता विश्वकर्मा, दिपा लामिछाने, शान्तिथिङ तामाङ, सरस्वती तामाङ, रञ्जिता लामा, वर्षा विक, सङ्गीता तामाङ, पर्मिता सापकोटा, सृष्टि तामाङ, मनमाया तामाङ र अनिसा श्रेष्ठ छन्। नेतृत्वकर्ता माया गुरुङ सन् 2008मा पहिलो समावेशी महिला सगरमाथा आरोहण दलकी सदस्य पनि हुन्। ग्रेट हिमालयन ट्रेलमा मुख्य 2 रुट छन्। एउटा 6100 मिटर हाराहारीको उच्च भेग पार गर्ने कठिन रुट, अर्को दुर्गम गाउँ बस्तीहरू हुँदै जाने तल्लो रुट। यो समूहले उच्च हिमाली पास छिचोल्दै हिमाली जिल्लाका अन्तिम बस्ती हुँदै यात्रा गर्नेछ। यात्रा क्रममा 17 देखि 20 जिल्ला पार गरिनेछ। उच्च हिमाली क्षेत्रदेखि स्थानीय संस्कृतिसम्मको अध्ययन गरी नेपालको पर्यटनमा महिलाको भूमिका उजागर गर्न यो अभियान थालिएको हो। पदयात्रामा 12 जना भरिया पनि संलग्न छन्। अत्यन्तै दुर्गम भेग, हिम नदी र भन्ज्याङ पार गर्ने यो अभियान यस पदयात्रालाई 10 खण्डमा विभाजन गरिएको छ, जहाँ प्रत्येक खण्डमा नेतृत्व पालै पालो गरिनेछ। कञ्चनजङ्घा क्षेत्रमा सङ्गीता विश्वकर्माले नेतृत्व सम्हाल्ने छिन्। टोली सदस्य विश्वकर्माका अनुसार नेपाली महिलाहरू विदेशी पर्यटकलाई हिमाली यात्रामा कुशलतापूर्वक नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिन यो पदयात्रा महत्त्वपूर्ण हुनेछ। पदयात्रीहरूलाई ताप्लेजुङमा रहेको होटल व्यवसायहरू र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका कर्मचारीहरूले यात्रा सफलताको कामना गर्दै बिदाई गरिएका थिए। जसरी हुन्छ म्यानेज गर्नु भएको छ। म आफै पनि 1 देखि 1.5 लाखसम्म गियरहरू म्यानेज मैले आफूले गरेको छु। बाँकी 90 जना मैले पर्सनली खर्च गर्नु भएको छ। प्रायः जस्तो उहाँको व्यक्तिगत आँट साहस होइन आर्थिक पाटोहरू चाहिँ प्रायः उहाँले नै बिहोरिरहनु भएको छ। अनि यदि मानवता भएका व्यक्तिहरूले चाहिँ बिचबिचमा उहाँहरूलाई सपोर्ट पनि गरिरहनु भएको छ। अनि युएसबाट शैली बस्नेत हुनुहुन्छ, समिट 7 समिट मध्येको माया गुरुङ दिदी जस्तै उहाँ शैली बस्नेत पनि हुनुहुन्छ। उहाँले पनि सकेको टिमवर्कमा एकदम हेल्प गरिरहनु भएको छ। यति भन्दै हाम्रो यो GHT यात्रा आजको हाम्रो 4th डे होइन, 4th डे हो। 4औं दिनबाट सुरु हुँदैछ। हामी सेकाथुङ पुगेपछि हामी 4 घन्टा हिँड्छौँ। अनि भोलिपल्ट हाम्रो बेस क्याम्पतिर हाम्रो यात्रा कन्टिन्यू हुनेछ। जस्तो अब यो त माथि त हिउँ परेको छ, हिँड्न पनि कठिन छ, त्यो त तपाईँहरूलाई थाहा छँदैछ। हिँड्ने राख्नुभएको मान्छे पूर्व तयारी कस्तो छ? यसभन्दा अगाडि यो टिमकै कस्तो छ पहिला ल्याएको तयारी? हाम्रो तयारी यस्तो छ। हामी बेसिक हाम्रो लोकल गाइड ट्रेनिङ लिएका थियौँ। हामीले जुगल बेस क्याम्पमा सिन्धुपाल्चोक हाम्रो नजिकको काठमाडौँबाट लगभग 445 किलोमिटर पर्छ काठमाडौँदेखिबाट। एकदम नजिकको हिमाल हो सिन्धुपाल्चोकको। त्यहाँबाट सुरु गर्नुभएको हाम्रो माया दिदीले। उहाँले गर्नुभएको यो हाम्रो कठिन यो हार्ड वर्किङ त्यहाँबाट सुरु भएपछि हामीलाई अलिकति स्ट्रङ बनाउने पाटो चाहिँ त्यहाँबाट सुरु भएको। हाम्रो त्यो यात्रा पनि लामो थियो। दिनमा 8 घन्टादेखि 9 घन्टासम्म हिँड्थ्यौँ। म्याक्सिमम मिनिमम चाहिँ 5 देखि 6 घन्टा हिँड्थ्यौँ। त्यसपछि गन्जला पिकले नै हामीलाई अझ हामीलाई साहसी बनाएको छ। त्यसमा पनि हामी 8 देखि 9 घन्टा एक्चुअली एक दिन चाहिँ हामीले 16 घन्टा एउटा क्याम्प 2टा क्याम्प एक्चुअली स्किप पनि गरेका छौँ हामीले। त्यसरी नै हामीले मेन्टेन गरेका छौँ। अनि योसम्म आउँदाखेरि हामी इस्टाब्लिस्ड
बहिनीहरूको ट्रेकिङ गाइड एज अ प्रोफेसनल ट्रेकिङ गाइड पनि भइसक्नु भएको छ बहिनीहरू। म पनि लगायत मेरो पनि टुर गाइड पनि इस्टाब्लिस भएको छ मेरो टुर एन्ड ट्रेकिङ गाइड। यति बेला हाम्रो सिजनमा एकदम कामहरू आइरहेको छ त्यो हाम्रो ट्रेन पछाडि। अनि हामी यसलाई चाहिँ थाँती राखेर बाँकी पारिवारिक चिज सामाजिक कार्यहरू पनि हामी एज अ एक्टिभिस्टको रूपमा पनि छौँ। म एउटा समाजमा अभ्यासकर्ता भएको कारणले गर्दा मलाई यो कार्यक्रम असाध्यै राम्रो लाग्यो। माया मिसको जुन उहाँको मोटिभेसन इन्सपायरले नै मलाई यो बिचमा जोड्ने एउटा अवसर जुटेको छ। म धेरै खुसी छु। त्यसैले हामीले आफूले आफूलाई यसरी नै जुन हिमालय यात्रामा गर्दाखेरि चाहिने यो गियरहरू कसरी मेन्टेन गर्ने त्यस पश्चात हामी कसरी तयारी हुने विषयमा चाहिँ हामीलाई एकदमै पूर्व तयारी गराउनु भएको छ उहाँको सर्वप्रथम त महान चेलीहरू ग्रेट हिमालयन ट्रेल जुन साहसिक यात्रा छ, जोखिमपूर्ण यात्रा छ, त्यो यात्रा ताप्लेजुङबाट पाथिभरा माताको दर्शन गर्दै ताप्लेजुङबाट आजबाट प्रारम्भ गर्नुभयो। काठमाडौँबाट यहाँसम्म गाडीमै आए पनि अब यहाँदेखिको उहाँहरूको यात्रा त्यो रहने रहेछ। त्यसका निम्ति हामीले स्वागत गर्न पाउँदा अत्यन्तै गर्वित छौँ। आदरणीय पत्रकार मित्रहरू र यहाँ सम्पूर्ण ट्रेनमा उपस्थित 12 जना चेलीहरू र 1 जना बुबा 65 वर्षीय बुबा हुनुहुन्छ। उहाँहरूले एउटा नयाँ मोटिभेसन ल्याएको मैले फिल गरेको छु। एउटा नयाँ मोटिभेसन ल्याएको फिल गरेको छु जो मोटिभेसनले नेपालका युवा, नेपालका महिला, नेपाली अर्थतन्त्र, नेपालको टुरिज्म र नेपालको विकासको निम्ति एउटा कोसिस ढुङ्गा बन्नेछ भन्ने मैले महसुस गर्दै म होटल प्यारिसमा उहाँहरूलाई स्वागत गर्न गइरहेको छु। किनभने हाम्रो नेपाल विश्वमा टुरिज्मको निम्ति यस्तो भ्यालिड देश हो जसमा सबैभन्दा अग्लो सगरमाथा हिमाल, 14 भन्दा बढी 8000 माथिका हिमालहरू छन् र आदरणीय माया गुरुङ दिदी 7 वटा महादेशका 7 वटा हिमालहरू चढिसक्नु भएको र नेपालको सगरमाथा अग्लो हिमाल त्यो पनि उहाँले समिट गरिसक्नु भएकोले यो टोलीको नेतृत्व यहाँले गर्नुभएको रहेछ। यहाँप्रति धेरै आभारी। यहाँहरूको यात्रा सफल रहोस् भन्ने शुभकामना सहित स्वागत गर्न चाहन्छु। फेरि पनि स्वागतम। यो हजुरसँगको भेटघाट जुन भेटघाट हाम्रो यो यहाँको सञ्चालक हुनुहुन्छ उहाँले हिजोदेखि नै हामीलाई कोअर्डिनेट गरिरहनु भएको थियो। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो यात्रा ग्रेट हिमालयन ट्रेल नेपालको मात्र नभएर विश्वको एउटा उत्कृष्ट गन्तव्य हो। यो चाहिँ सगरमाथा पछिको वर्ल्डकै भनौँ न एकदम चर्चित लामो ट्रेल पूर्वदेखि पश्चिमसम्मको। यो चाहिँ हामीले चाहिँ 100 दिनमा सघाउने गऱ्यौँ तर यसमा चाहिँ अझ 4-5 महिना लाग्छ। यसमा चाहिँ धेरै पासहरू छ अनि त्यसै गरेर 6000 मिटरभन्दा अग्लो पिकहरू छ। त्यो पिकहरू पनि धेरै पर्यटकहरूले चढ्न चाहन्छन् र अहिले चाहिँ हामी एउटा अवलोकनको रूपमा चाहिँ यो ठाउँमा आउँदैछौँ। यो ठाउँमा अब हामी वर्ल्डको सबभन्दा टलेस्ट 3rd हाइस्ट पिक ताप्लेजुङ जिल्लामा छ। तर ताप्लेजुङ जिल्लामा गइरहँदाखेरि चाहिँ हामी कहाँ बस्ने, बाटो कस्तो छ, त्यहाँको होटल व्यवस्थापन कस्तो छ, त्यहाँको इन्फर्मेसन लिन हामीलाई एकदमै गाह्रो र त्यो भएको कारणले गर्दा यो त ताप्लेजुङबाट हामी सुरुवात गर्दैछौँ। ताप्लेजुङ हुँदै हामी मकालु जान्छौँ, मकालु बरुण हुँदै हामी सगरमाथा, त्यसपछि रोलवालिङ, सिन्धुपाल्चोकको जुगल, त्यसपछि गौरीशङ्कर अनि यता गणेश हिमाल होइन अन्नपूर्ण हुँदै पश्चिम दार्चुलासम्म पुग्छौँ। भन्दा पूर्वदेखि पश्चिमसम्मको यति राम्रो राम्रो हाम्रो सम्भावना बोकेको पर्यटकीय गन्तव्यहरू छ त्यसको चाहिँ हामी प्रवर्धन गर्न चाहन्छौँ। र अहिले हामी 12 जना छौँ। हामी सबै सिन्धुपाल्चोकको महिला अनि त्यसै गरी हाम्रो 65 वर्षीय सुन्दर कुमार चौधरीजी हुनुहुन्छ, उहाँ दाङको हुनुहुन्छ, उहाँ पनि हामी सँगसँगै छौँ। र हाम्रो सहयोगी टोली हामी सबै गरेर हामी 24 जना छौँ र हाम्रो यात्रा 1700 किलोमिटरको हुनेछ। र अहिले चाहिँ एक हिसाबले भन्यो भने एउटा रुट गन्तव्य पर्यटकीय गन्तव्य पहिचानको लागि नै यो ठाउँमा आएको हो। र भोलिको दिनमा हामी अब यो जस्तै अहिले ताप्लेजुङकै कुरा गर्दाखेरि चाहिँ वर्ल्डको 3rd हाइस्ट माउन्टेन यो ठाउँमा छ। यहाँ तमोर नदी छ, यहाँनिर चाहिँ
धेरै पोखरी छ, यहाँ एकदमै प्रसिद्ध धार्मिक स्थलहरू छ होइन। आन्तरिक पर्यटक बाह्य पर्यटक आउने सम्भावनाहरू छ, तर बाटोघाटो कस्तो छ, यहाँ सुरक्षित छ कि छैन, किन पर्यटकले खर्च गरेर आइसकेपछि उनीहरूको सुरक्षितको पनि सवाल आउँछ। त्यो भएको कारणले गर्दाखेरि हामी के भन्न चाहन्छौँ भने हामी आइरहँदाखेरि चाहिँ कम्तीमा पनि सुरक्षित पनि छ, सुन्दर पनि छ, तपाईँले जे खोज्नु भएको छ त्यो पाउन सकिन्छ। अहिले विश्वमा धार्मिक आध्यात्मिक पर्यटनहरू एकदम बढ्न थालेको छ। प्रकृतिमा गएर रमाउन मान्छेले चाहन्छन्, तर हामीले त्यसलाई व्यवस्थित गरेर प्रबन्धन गर्न सकिरहेको अवस्था छैन। त्यो कारणले गर्दाखेरि अब चाहिँ नेपाल सुरक्षित छ, सेफ्टी छ, हामी त्यो ठाउँमा जान सक्छौँ। त्यो ठाउँमा चाहिँ हामी आरामसँग चाहिँ त्यहाँको कल्चर, त्यहाँको नेचर, त्यहाँको आफूलाई चाहिएको चिजहरू प्राप्त गर्न सक्छौँ भनेर नै हामीले यो यात्रा तय गरेको हो। र आज यहाँ आइदिनु भयो, सबैलाई म धन्यवाद दिन चाहन्छु। पत्रकार साथीलाई धेरै धेरै धन्यवाद। मन्त्रालय पनि छ अहिले, अब केन्द्र सङ्घदेखिको प्रदेश अब स्थानीयमा पनि हाम्रो छन्, तर अब त्यहाँ चाहिँ अब पर्यटन भनेर त्यस्तो अहिलेसम्म कहीँबाट सपोर्ट चाहिँ आएको छैन। हामी सबै अलिअलि हामी आफैले जो बेहोरेर, किन हाम्रो आफ्नै भूगोल हो, आफ्नै देश हो, आफ्नै हिमाल हो होइन, घुमाउन त सुरुवात गरौँ न त भनेर चाहिँ अहिले आएको छ। हाम्रो लगभग 15 देखि 20 लाखको आउँछ। हाम्रो इक्विपमेन्टहरू अलिक महँगो हुन्छ, किनभने चिसो ठाउँमा जाने भएको भएर इक्विपमेन्टहरू महँगो छ, इन्सुरेन्स गर्नुपर्ने छ, र अब विदेशीको हकमा अलिक महँगो छ। नेपाललाई चाहिँ हामीले 15 देखि 20 लाखमा हामीले सघाउने योजनामा छौँ पर व्यक्ति। अनि यसमा फेरि यो हाम्रो हाई पासहरू छ, इक्विपमेन्टहरू त्यस्तै खालको चाहिन्छ, माउन्टेन इक्विपमेन्ट। हाम्रो चाहिँ फेरि माउन्टेन, त्यसपछि हिल, त्यसपछि कल्चर, यो सबै समावेश भएको भएर अनि यो चाहिँ हाम्रो प्रडक्टै नै बनाउने हो। भोलि गएर चाहिँ यसलाई अन्तर्राष्ट्रिय स्तरमा, अन्तर्राष्ट्रिय बजारमा चाहिँ यसलाई प्रसार गर्नुपर्ने हो। सुरक्षित छ यो गन्तव्य यस्तो यस्तो सम्भावना छ भनेर पहिचान गर्ने पनि हो। हजुर, सहयोगी सहित 24 जनाकै हजुरहरूको टोली चाहिँ सँगै यात्रा हुन्छ। हजुर।